गर्नुपर्ने हुन्छ, त्यही भएर 1-2 मिनेट ढिलो हुन्छ है। 4-2 है ल अङ्क, 4-2 है। 4-2 यति बेला केवासी घतान 4 छ भने तिलार 2। अत्यन्तै शानदार स्पाइक गर्दै तिलारलाई अङ्क नम्बर 3-4 3-4। ल तिलार 3 छ भने घतान 4। युट्युबमा आइसकेको छ। युट्युबमा सबैजनालाई धेरै धेरै स्वागत छ। युट्युबमा हजुरहरूले फरेभर सधैँभरि हेर्न पाउनुहुन्छ भने फेसबुकमा 1 महिनापछि अटोमेटिक यो भिडियो डिलिट हुन्छ, अटोमेटिक फेसबुकले फालिदिन्छ। त्यस कारणले युट्युबमा हजुरहरूले सधैँ हेर्न सक्नुहुन्छ। त्यही भएर युट्युब च्यानल हेर्नुहोला। सबैजनालाई धेरै धेरै धन्यवाद। हजुरहरूले युट्युब हेर्नको लागि सधैँ हेर्न पाउनुहुन्छ है ल, बुढेसकालसम्म। त्यही भएर चाहिँ युट्युबमा बढी जोड दिनु होला। युट्युबलाई सेयर गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। सबैजनालाई धेरै धेरै धन्यवाद। यति बेला भने अङ्क 5-4 अलि यता राख्न मिल्छ सर, थोरै हो ल 5-4 है ल। यति बेला 6-4। यति बेला घतान तातेको छ है ल। केवाइसी घतान यति बेला सर्भिसमा जर्सी नम्बर 9 एकदमै होनार खेलाडी अमृत पुरी हुनुहुन्छ। अमृत पुरी ल है एकदमै आइटी उदयमान खेलाडी। अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 7 दिवस कार्की घतानको तर्फबाट 7-4। यति बेला सर्भिसमा फेरि पनि अमृत पुरी है ल साथीहरू, तातेका छन् है अमृत पुरी। हो अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 4 रोशन लामिछाने उत्कृष्ट स्पाइक सँगसँगै यति बेला सर्भिसमा पनि रोशन लामिछाने 5-7 5-7। ओहो अत्यन्तै शानदार स्पाइक फेरि पनि दिवस कार्कीको सर्भिस थियो 8-5 है ल अङ्क 8-5। ओहो लहाई ओहो यति बेला भने केवाइसी घतानलाई अङ्क नम्बर 9 केवाइसी घतानलाई आउटमा 1 अङ्क थप्दै 9 बनाएको छ। केवाइसी घतान भने 5 तिलार 9-5 तिलार तात्नु पर्यो है ल। 4 अङ्कले अगाडि बढिसकेको छ घतान। लहाई सर्भिसमा जर्सी नम्बर 7 हुनुहुन्छ दिवस कार्की। सर्भिस बल जालीमा दिवसको लागि यति बेला जाली बाधक बन्न पुग्यो। फाइदा तिलारलाई 6-9। सर्भिसमा जर्सी नम्बर 6 तिलारको तर्फबाट हुनुहुन्छ साहिल थापाको बहादुर खत्रीज्यूलाई यस स्टेजलाई आसन गरिदिनु होला। यति बेला भने अङ्क 10 छ है ल 10-6 यो पहिलो सेट। अत्यन्तै शानदार स्पाइक 7 तिलार भने घतान 10। सर्भिसमा विनेश लामिछाने तिलारको तर्फबाट। तिलार भनेको मोदी गाउँपालिका वडा नम्बर 6 तिलार। राम्रो सर्भिस 7-10 को स्थिति। ओखो हाने पता शानदार स्पाइक जर्सी नम्बर 9 सलिन लामिछाने थिए। यति बेला अङ्क तिलारलाई 8-10 भेटे ल 8-10। ओहो सर्भिसमा फेरि पनि जर्सी नम्बर 2 हुनुहुन्छ दिनेश लामिछाने उत्कृष्ट सेटर उहाँ तिलारबाट है ल। लहाई ओहो लहाई यति बेला सेट मिल्न सकेन। 11-8। सर्भिसमा जर्सी नम्बर 9 सौरभ थापा
अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 5 तिलारको तर्फबाट राजेश नेपाली है। राजेश नेपालीको उत्कृष्ट स्पाइक। सर्भिसमा जर्सी नम्बर 9 एकदमै उदयमान खेलाडी सलिन रामेछाने। सलिनको सर्भिस थियो। 9-11 रहेको छ अङ्क। 12-9। यति बेला घतान आगे तिलार पछि आगे भइरहेको छ है ल। 12-9 3 अङ्कले अगाडि बढिरहेको छ केवाइसी घतान। अत्यन्तै पावरफुल स्पाइक थियो तर बल जालीमा फाइदा तिलारलाई। 10-12 10-12। सर्भिसमा जर्सी नम्बर 3 तिलारको तर्फबाट हुनुहुन्छ विजय लामिछाने। ओहो बाबा है त। यति बेला अङ्क 11-12 11-12। सर्भिसमा फेरि पनि विजय लामिछाने हुनुहुन्छ तिलारको तर्फबाट। यसपछिको गेम सृजनशील हटिया भर्सेस रानीको हुन गइरहेको हुँदा दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा बसेका छन्। ओहो निल है एकदमै प्रतिस्पर्धा। तिलार भर्सेस घतान। तिलार पर्वत भर्सेस म्याग्दी घतान साथीहरू। ल म्याग्दी करा कि पर्वत करा है ल। अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 6 घतानको तर्फबाट जर्सी नम्बर 6 हुनुहुन्थ्यो शुभम बस्नेत। यति बेला 13-12 को स्थिति है ल। 13-12 14-12। आजको यो दोस्रो खेलमा छौँ हामी। आज सम्पूर्ण खेलहरू हुनेछ र भेटान्सतर्फको फाइनल खेल पनि हुनेछ। अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 5 का खेलाडी राजेश नेपाली। ओहो भाइ एकदमै शानदार स्पाइक राजेश नेपाली। ल राजेश नेपालीको पनि इन्टरभ्यू आउँछ है अब भरे। जसले राम्रो खेल्छ उसको आउँछ है ल। यति बेला भने अङ्क 13 बराबर 14 इक्वल। ओहो ओहो अत्यन्तै राम्रो रिसिभ हाने पो त। जर्सी नम्बर 4 छन् त्यति बेला सङ्गम। ओहो यति बेला 4 छन् लक्ष्मण बस्नेत। यति बेला भने तिलारलाई अङ्क 14-13 ल है। कवि को आगे भनेको यही हो है ल। 14-13 राजेश नेपाली सर्भिसमा एकदमै उदयमान खेलाडी। सर्भिस बल भने थोरै आउट हुन पुग्यो। फाइदा केवाइसी घतानलाई। 14 बराबर 14 इक्वल। ल साथीहरू यति बेला फेसबुक पेजमा पनि धेरैजना जोडिसक्नु भएको छ। सबैजनालाई धेरै स्वागत छ। ल फेसबुक पेजमा 50 जना जोडिनु भएको छ भने 45 जना युट्युब 15 बनाएको छ घतान भने सहित आएको छ है साथीहरू। 14 तिलार 15-14 15-14 पहिलो सेटमा अत्यन्तै राम्रो प्रयास थियो तर बल गर्न सकेन। 16-14 16-14 16-14 ओहो भाइ 15-16 को स्थिति 15-16। सर्भिसमा जर्सी नम्बर 4 हुनुहुन्छ सङ्गम लामिछाने। यति बेला भने ओहो शानदार स्पाइक 16 बराबर है ल। 16 इक्वल। उत्कृष्ट प्रहार गरेका छ अनिश ब्लग नमस्ते। विवेकजी नमस्ते भएको छ। अर्जुन थापा नमस्ते। रुद्र रेग्मी नमस्ते। यहाँलाई धेरै स्वागत छ। शिवरी माल नमस्ते।
फाइनल कहिले हो? फाइनल आज र भोलि है, फाइनल आज र भोलि। किनकि यहाँ धेरै तहको भलिबल खेलहरू भइरहेको छ। प्रौढ भलिबल 2 थरी, बाल भलिबल, पुरुष भलिबल रहेको छ। त्यस कारणले फाइनल 4वटा फाइनल हुनेछ है। पकुवाको फाइनल कहिले हो भन्नुभएको छ। पकुवा र भँगराको फाइनल भोलि हुनेछ 1,01,111 को। भने प्रौढ भलिबलको आज नै हुनेछ है ल। बाल भलिबलको र पुरुष भलिबलको भोलि फाइनल हुनेछ भने प्रौढ भलिबलको आजै हुनेछ। प्रौढ भलिबल 35 देखि माथिको 70,000, 40 देखि माथिको 80,000 साथीहरू। कसले पो लैजाला नि त, हेर्न बाँकी छ। फाइनल खेलहरू बाँकी छ साथीहरू, हेर्न नछुटाउनु होला। सबैजनालाई दसैँको धेरै धेरै शुभकामना। U20 को कहिले हो? U20 को चलिरहेको छ है। अन्डर 20 को खेल चलिरहेको छ। पुरुष भलिबलको फाइनल पकुवा र भँगरा बीच हुनेछ भने 40 देखि माथि प्रौढ भलिबल 80,000 को हुनेछ। भुपु सैनिक कुस्मा भर्सेस पोखरे बगर र 35 देखि माथिको भेटान्स भलिबल हुनेछ। घतान र पिप्ले बीच हुनेछ। र यो बाल भलिबल यानि कि अन्डर 20 को फाइनल चाहिँ हेर्न बाँकी नै छ। यो दोस्रो चरणको खेल चलिरहेको छ। सर्भिस गर्दै फेसबुकमा कमेन्ट गर्नु हुनुहुन्छ सफल खत्री। मैले युट्युबको कमेन्ट हेरिरहेको छु। फेसबुकमा साथी जर्सी नम्बर 4 बाट यति बेला भने अंक 17 बराबर, 17 इक्वल, 17 बराबर, 17 बराबर रहेको छ। 17 इक्वल, 17 इक्वल। यति बेला तिलारला अंक 18-17 है त। कसले पो बाजी मार्ला नि त साथीहरू। ओहो र यति बेला फेसबुकमा भन्दा युट्युबमा धेरैजना जोडिनु भएको छ। युट्युबमा स्कोर बोर्ड सहित आएको छ भने युट्युबमा हामी सधैँ सर्च गरेर हेर्न सकिन्छ भने फेसबुकमा जम्मा 1 महिना है साथीहरू। अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 9 लगातार 18 मा 1 अङ्क थप्दै 19 बनाएको छ तिलार भने। 20 को प्राइस 40,000 है। भोलि पकुवाको कति बेला हो? त्यही 1-2 बजेतिर हुन्छ होला है। एकदम मेन खेल भनेकै त्यो पकुवा र भँगराको हुनेछ। एकदमै उत्कृष्ट मारामार हुनेछ, हेर्न नछुटाउनु होला। भोलि कडा फाइनल खेल हुनेछ। 1 लाख को बाजी भँगरा र पकुवा बीच हुनेछ। यति बेला 20-17 साथीहरू। यति बेला तिलार तातेको छ। पर्वत अत्यन्तै राम्रो प्रयास। कट्यो बा, त्यस्तो बल पनि नियन्त्रणमा आयो त। ओहो बाबा ए डिफेन्स राजेश नेपाली, बाबा ए राजेश, यो नि बल्ल। ओहो 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 हाने पो त। बल आउटको सङ्केत, तर फल भएको छ तिलारको तर्फबाट भने। 18-20, 18-20। अत्यन्तै शानदार खेल भइरहेको छ। एकदमै कम्पिटिसन। 18-20 पहिलो सेट। ओहो हाने पो त। शानदार स्पाइक। साथी जर्सी नम्बर 9 बाट अङ्क तालिका रहेको छ 21 तिलार भने 18-18। ओहो नि कतै तिलारले जित्ने त होइन, तातेको छ है तिलार। ओहो यति बेला खरब झ्याप बनाइदिएका छन् तिलारले। 22-18 तिलारलाई 22 मा 1 अङ्क थप्दै 23 बनाएको छ तिलार भने 18-18। 21 मा 22 हो क्या थपेको। 19-22 है ल। 19-22। ल 19-22 यो पहिलो सेट। ओहो सलिन लामी छाने यति बेला अर्को ग्राउन्डमा पुग्न पुगे। लिखेर आएको सलाउ गर्दै तिलारका खेलाडी साथी जर्सी नम्बर 9 लगातार अङ्क दिलाउँदै आफ्नो टिमलाई 22 मा 1 अङ्क थप्दै 23 बनाएको छ तिलार भने 19। ओहो गतान छिर्नै दिएन नि त। ओहो हेर न। ओहो नि कतै तिलारले नानु बनाउने त होइन। तिलारका खेलाडी साथीबाट 23-19 बाबा यो हो नि खेल।
ओहो नि घतानलाई त धैया धैया बनाइदियो त। ओहो अहिले भने उत्कृष्ट शानदार स्पाइक अमृतपुरी थिए घतानको तर्फबाट 2024 यति बेला सर्भिसमा जर्सी नम्बर 10 घतानको तर्फबाट हुनुहुन्छ दिप्सन बस्नेत। बलआउटको सङ्केत। यसै गरी पहिलो सेट तिलारले नानु बनाइदिएका छन् है। यसैसँगै पहिलो सेट तिलारले आफ्नो पक्षमा पार्न सफल भएको छ। अब यो दोस्रो सेट कसले आफ्नो पक्षमा पार्नेछ? ल है साथीहरू युट्युबमा लाइभ कस्तो आइरहेको छ हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ। सकभर म सुधार्ने कोसिस गर्नेछु। नेट राम्रो चल्यो भने राम्रो लाइभ आउँछ, राम्रो चलेन भने राम्रो आउँदैन। यति बेला टिम घतानबाट खेल्दै हुनुहुन्छ लक्ष्मण बस्नेत, सौरभ थापा, दिप्सन बस्नेत, शुभम बस्नेत, दिवस कार्की, सञ्जय थापा, अमृतपुरी, प्रदीप खड्का खेल्दै हुनुहुन्छ भने तिलारको तर्फबाट खेल्दै हुनुहुन्छ सलिन लामिछाने, रोशन लामिछाने, सुबोध छेत्री, साहिल थापा, राजेश नेपाली, विनेश लामिछाने, विजय लामिछाने खेल्दै हुनुहुन्छ। पहिलो सेट भने तिलारले आफ्नो पक्षमा पारिसकेको छ भने अब हेरौँ दोस्रो सेटमा कसले हात पार्ने हो। यस्तो पेपर एउटा छ भने दिउँ न सर। अब लेख्ने ठाउँ छैन। ल थ्याङ्क यू। ल एक सेट तिलारले जितेको छ। सुरु भइसकेको छ दोस्रो सेट। केवाइसी घतान भर्सेस मोदी गाउँपालिका वडा नम्बर 6 तिलार। ल गेम सुरु भइसकेको छ साथीहरू, हेर्न नछुटाउनु होला। तिलार भर्सेस घतानको घम्सा घम्सी हेर्न नछुटाउनु होला। एकदम तातेको छ साथीहरू, हामी देख्न सक्छौँ। कमेन्ट नि हेर्नु हजुर कमेन्ट हेरिरहेको छु है। शिव रिमालजी पपुवा घतान भर्सेस तिलारको दोस्रो सेटको पहिलो अङ्क घतानलाई तिलार आउने क्रममा। हजुरहरूले यो टिमको यतापट्टि कति सेट भयो भनेर देख्न सक्नुहुन्छ भने यता स्कोरबोर्ड देखिराख्नु भएको छ। अत्यन्तै पावरफुल स्पाइक बाबा उत्कृष्ट स्पाइक गर्दै यति बेला तिलारको तर्फबाट सलिन लामिछाने थियो। सलिन लामिछाने निकै नै उत्कृष्ट स्पाइक। यति बेला सर्भिसमा पनि सलिन लामिछाने हुनुहुन्छ। 2-1 को स्थिति। ल सलिन छन् त्यहाँ। ओहो बाहिरबाट सुबिन घरती सुबिनजी नमस्ते नमस्ते। म रामपुरबाट हेर्दैछु भन्नुभएको छ। धेरै धेरै स्वागत छ। दसैँको पनि धेरै धेरै शुभकामना। सबैजनालाई ह्याप्पी दसैँ।
निकै नै उत्कृष्ट प्रहार तिलारका खेलाडी साथी जर्सी नम्बर 9 बाट स्कोर रहेको छ 3 तिलार भने 2 खतान चार 2 ओहो नि दोस्रो सेट पनि तिलारले घतानलाई पानी पिउनी बनाइदिएका छन् अरे यति बेला पहिलो रेफ्रीमा हुनुहुन्छ असीम राणा भने दोस्रो रेफ्रीमा हुनुहुन्छ अमर पुन राष्ट्रिय रेफ्री एकदमै राम्रो खेलाइराख्नु भएको छ उहाँलाई पनि सम्मान छ अङ्कको स्थिति 4-2 आज हाम्रो राष्ट्रिय रेफ्री रामपुन पनि आउनुभएको छ उहाँलाई पनि धेरै धेरै स्वागत छ मल्लाजमा सफल खत्री नमस्ते सफलजी नमस्ते स्वागत छ बाबा ए झ्याम्मै हानिदियो त राजेश नेपाली बाबा बाबा ए राजेश नेपाली अत्यन्तै होनार उदयमान खेलाडी तिलारमा जन्मिएका छन् है ल निकै नै शक्तिशाली प्रहार तिलारका खेलाडी साथीबाट बाबा ए झ्याम्मै लगातार अङ्क जुटाउँदै 5 बनाएको छ तिलार भने 3 खतान ल राजेश नेपालीको अवश्य पनि भरे भिडियो आउनेछ है साथीहरू ओखो तातेको छ है ल साथीहरू 4-5 4-5 पहिलो सेट भने तिलारलाई निकेश केसी नमस्ते यहाँलाई पनि धेरै धेरै स्वागत छ राजकुमार पूर्जालाई पनि धेरै धेरै स्वागत छ यति बेला भने अङ्क 6-4 कमेन्ट हजुरहरूले कमेन्ट गर्दै गर्नु होला नपर्ने कुरै हुन्न किन भन्दा यहाँ स्कोरबोर्ड पनि टाइप गर्नुपर्ने हुन्छ बोल्नुपर्ने हुन्छ सबै चिज हेर्नुपर्ने हुन्छ त्यसकारणले हजुरहरूले कमेन्ट गर्दै जानु होला म पढ्दै जानेछु हजुरहरूको अमूल्य कमेन्ट अवश्य पनि पढ्नेछु फेरि पनि अङ्क यसपालि बास्केटबल छैन है यसपालि बास्केटबल छैन प्रोड भलिबल 2 थरी छ बाल भलिबल अनि पुरुष भलिबल भर्खर मात्र यस कोर्टका प्राङ्गणमा आउनु भएको छ भने तपाईहरु देख्न सक्नुहुन्छ देब्रे कोर्टमा तिलार छ भने दाहिने कोर्टमा गतान पहिलो सेट तिलारले आफ्नो पक्षमा पहिलो सेट तिलारले जित्न सफल भएको छ भने यो दोस्रो सेट कसले जित्नेछ सौरभ थापालाई ठुलो के भन्नुभयो ठुलोमा जापानबाट हेर्दै हुनुहुन्छ निकेश केसी भने जापान विवेक चोखालबाट रु 5000 भनिदिनु पर्यो सर ओके 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 ल सौरभ थापालाई 5000 आउँदैछ अरे ल जापानबाट राम्रो खेल्नु पर्यो रे जित्नु पर्यो रे यहाँ कमेन्ट आएको छ है ल सफल खत्रीले भन्नुभएको छ है ल 8-6 यति बेला भने अङ्क तिलारलाई नम्बर 9 छ ओहो नि बरै कतै तिलारले सोझो 2 सेटमा हान्ने त होइन तात्नु पर्यो है गतान यति बेला सर्भिसमा जर्सी नम्बर 6 तिलारको तर्फबाट हुनुहुन्छ साहिल थापा थिए अत्यन्तै शानदार स्पाइक करब झ्या ओहो लाइ 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 अत्यन्तै शानदार स्पाइक थियो यति बेला सलिल लामिछाने तिलारको तर्फबाट 10-6 पहिलो सेट पनि तिलारले जितेको छ फाइनल कहिले हो भन्नुभएको छ भेटान्स तर्फको फाइनल आजै हुनेछ भने पुरुष भलिबल र बाल भलिबलको फाइनल भोलि हुनेछ
एप्सन पुनलाई पनि धेरै धेरै स्वागत छ। मिलन थापालाई पनि धेरै धेरै स्वागत छ। भङ्गरा र पकुवा बीच फाइनल खेल हुनेछ है। कोच अमर गुरु हो भन्नुभएको छ। कोच होइन, रेफ्री हो है। सेकेन्ड रेफ्रीमा हुनुहुन्छ अमर पुन। त्यहाँ कोचको ज्याकेट लगाएको भएर कोच होइन है। 11-9 8 8-11 हाने पता ओहो फिसिङ तिलारलाई मौका अत्यन्तै पावरफुल स्पाइक साथीहरु जर्सी नम्बर 9 घतानको तर्फबाट सौरभ थापाले खरब झ्याप बनाइदिएका छन् यति बेला। 9-11 9-11 यो दोस्रो सेट। पहिलो सेट तिलारलाई। आज भने पपिटन खेल्ने मान्छे धेरै छन् है। 9-11 यो दोस्रो सेटमा। घारा भुवानेश्वरीको के भयो अरे? घारा हेर्नुपर्छ है। मैले पनि हेर्नुपर्छ किनकि टिम धेरै भयो अनि दिमागमा राख्नै सकिएन। हेर्नै पर्ने हुन्छ। हजुरहरूले त्यो गेम हेर्नु होला न। नमस्ते न्युजको फेसबुक पेज युट्युब च्यानलमा सर्च गरेर हेर्न सक्नुहुन्छ। लोगोमा जानु होला अनि लाइभमा थिच्नु होला। लाइभमा थिचेपछि लाइभ गरेको मात्रै भिडियो आउँछ। सरर हेर्दै जानुभयो भने त्यहीँ देखिन्छ है हारेको जितेको सबै। यति बेला पनि अङ्क 12-9 10-12। यो गेम घतानले जित्नै पर्ने हुन्छ है ल, नत्र तिलारले नानु बनाउने छन्। ओहो ओ ताते घतान ताते। 11-12 ल 11-12 ल है कम्पिटिसन। सौरभ थापा सर्भिसमा अत्यन्तै राम्रो स्पाइक। राजेश नेपाली सलिन लामेछाने र राजेश नेपाली खतरा रहेछन् है ल तिलारमा। बाबा कतै गण्डकी प्रदेशमा छिर्ने त होइन। 13-11 अत्यन्तै शानदार स्पाइक। अहिले भने जर्सी नम्बर 9 का खेलाडी अमृत पुरी हुनुहुन्थ्यो। सर्भिसमा जर्सी नम्बर 10 हुनुहुन्छ दिप्सन बस्नेत। अत्यन्तै लकी बल दिप्सन बस्नेत। 13 बराबर 13 इक्वल। 13 बराबर दोस्रो सेटमा साथीहरू 13 बराबर। ओहो अत्यन्तै पावरफुल स्पाइक। जर्सी नम्बर 4 का खेलाडी तिलारको तर्फबाट रोशन लामिछानेलाई। रोशन लामिछाने यो खेलाडीभरिकै हाइटी हुनुहुन्छ है ल। राजेश नेपाली सर्भिसमा अत्यन्तै शानदार स्पाइक। ओहो खराब झ्याप बल नियन्त्रणमा। ओहो सलिन थिए सलिन। ओहो बाबा जर्सी नम्बर 6 उत्कृष्ट स्पाइक। शुभव बस्नेत थिए है शुभव बस्नेत। यति बेला भने अङ्क 15-13 रहेको छ। एक आन्छ त्यहाँ पानी होला यसो ल्याउँछु। यसपछिको खेल सिरगाउँ भर्सेस यसपछिको खेल एचएसवाइसी हटिया भर्सेस जल कति बेला हो भन्नु रानीबाबा हुन गइरहेको हुँदा दुवै टिमका खेलाडी साथीहरू यस स्टेज नजिकै आएर बस्दिनु होला। थ्याङ्क यू तिम्रो जय होस्। यति बेला भने अङ्क 16-14
कतै दोस्रो सेट पनि तिलारले जित्ने सुरमा त होइन अगाडि अगाडि बढिरहेको छ लगातार अङ्क घटालाई हालसम्मको स्कोर 16 छ तिलार भने 14 घटान तर अहिले भने गल्ती गर्न पुगे तिलारका खेलाडी साथी 14 मा एक अङ्क थप्दै 15 बनाएको छ घटान भने तिलार 16 15-16 है ल 15-16 अत्यन्तै सलिन लामिछाने थिए सलिन लामिछाने बाबा पावरफुल स्पाइक यति बेला बल नियन्त्रणमा आउनै सकेन 17-15 किनकि पावरफुल स्पाइक थियो त्यस कारणले है यो भलिबल नियन्त्रणमा आउन सकेन 17-15 यो दोस्रो सेटमा सर्भिसमा जर्सी नम्बर 6 तिलारको तर्फबाट साहिल थापा थिए निकै राम्रो स्पाइक स्पाइक रोशन सरी लक्ष्मण बस्नेत थिए सर्भिसमा जर्सी नम्बर 7 16 मा एक अङ्क थपी 17 बनाएको छ घटान भने तिलार पनि 17 बराबर 17 नै भयो अत्यन्तै राम्रो प्ले उत्कृष्ट छ तिलारका खेलाडी साथी जर्सी नम्बर 9 बाट लगातार अङ्क दिलाउँदै आफ्नो टिमलाई 18-17 राम्रो सर्भिस दिनेश लामिछाने थिए राम्रो स्पाइक लक्ष्मण बस्नेत यति बेला अङ्क घतानलाई 18 बराबर यति नै खुवाए एकदम बराबरी रूपमा खेल अगाडि बढिरहेको छ सर्भिसमा लक्ष्मण बस्नेत हुनुहुन्छ 18 बराबर राम्रो स्पाइक राम्रो रिसिभ मौका तिलारलाई मौका आइसकेको छ राजस्थान त्यहाँ ऊ बाबा ए राजेश नेपाली ओहो ल फेरि पनि सलिन लामिछाने खेलाडी जर्सी नम्बर 9 बाट राम्रो सर्भिस राम्रो रिसिभ ओहो हाने पो त बाबा पावरफुल स्पाइक जर्सी नम्बर 6 यति बेला सुभव बस्नेत थिए 19 बराबरको स्थिति 19 इक्वल अत्यन्तै पावरफुल स्पाइक बाबा बल आकाशमा ल मौका तिलारलाई ओहो अत्यन्तै राम्रो छिकाउँदै अङ्क तिलारलाई नम्बर 20 19 कुन कताको यताको सलिन लामिछाने सलिन राजेश 5 नम्बर सलिन हो क्या ओहो यति बेला पनि अङ्क 20 बराबर तिलारलाई 19 मा एक अङ्क थप्दै 20 बनाएको छ तिलार भने घटान पनि 20 भङ्गराको कति बेला हो भन्नुभएको छ यहाँलाई धेरै धेरै स्वागत छ सागर खत्री यहाँलाई धेरै धेरै स्वागत अनि दसैँको धेरै धेरै शुभकामना भङ्गराको भोलि है भोलि भङ्गरा र पकुवाको फाइनल खेल भोलि 1,01,666 भङ्गराले लैजालान् कि पकुवाले लैजालान् त है अहिले भने घतान एक अङ्कले अगाडि ओहो अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर रोशन लामिछाने यस्तो स्पाइकहरू निकै नै कम मात्र देख्न पाइन्छ
सर्भिसमा राजेश नेपाली सर्भिसमा राजेश हो 21 बराबर निकै राम्रो स्पाइक घटाका खेलाडी साथी जर्सी नम्बर 6 22-21 कतै घतानले दोस्रो सेट जित्ने सुरमा त होइन तात्यो लाइ ओहो बाबा झ्याम्मै बल नियन्त्रणमा शानदार स्पाइक फेरि पनि बाबा एकदम हाइटी हुनुहुन्छ है रोशन लामिछाने ऊ फेरि पनि यति बेला भने निकै राम्रो ब्लक घटाका खेलाडी साथीबाट बनाइदिएका छन् यति बेला यो पहिलो सेट दोस्रो सेटको अन्तिम खेलमा भटानले अग्रता लिन सफल भएको छ बेस्ट अफ 3 पो जान्छ क्या हो कतै बेस्ट अफ 3 हुने त होइन है त कसले पो बाजी मार्ला नि त 23-21 को स्थिति तिलारको एकदमै खतरा खेलाडी रहेछन् है साथीहरू सलिन त्यस्तै राजेश त्यस्तै रोशन त्यस्तै बाबा सर्भिसमा घतानको तर्फबाट शुभम बस्नेत फेरि पनि करप बाबा छिर्नै दिएन नि त फेरि पनि मलाई भन्छ निकै राम्रो ब्लक 24-21 24 घटाका खेलाडी साथीबाट घटान दोस्रो सेटको सेट पोइन्टमा छ भने तिलर 21 तर अहिले भने गल्ती गर्न पुगे घटाका खेलाडी साथी 22-24 सर्भिसमा खेलाडीकै सबभन्दा हाइटी रोशन लामिछाने एकदमै हाइटी लाइ मौका राजेशको क्रस ओहो लाइ यति बेला भने अङ्क 23-24 गर्न पुगे घटाका खेलाडी साथी दोस्रो सेटमा कतै दोस्रो सेटको अन्तिम अङ्कमा छ घटान भने 23 तिलहर ओहो नि अमर सर कतै किट्टी पर्ने त होइन अमर पुनले हिजो 15,000 छेलोमा प्रथम हुनुभएको छ उहाँलाई हार्दिक बधाई छ 15,000 प्राप्त गर्नुभएको छ उहाँले हिजो छेलो प्रतियोगितामा उहाँ प्रथम हुन सफल हुनुभएको छ अङ्क 23-24 लाइ कतै किट्टी पर्ने त होइन हेरौँ है साथीहरू हेरौँ ओहो सर्भिस बल जालीमा यसै गरी दोस्रो सेट तिलहरका खेलाडी साथीबाट यो दोस्रो सेट गुमाउन पुगेका छन् तिलहर एक सेट घटानको पक्षमा एक सेट तिलहरको पक्षमा छ भाइ एक सेट रहेको छ भाइ भाइ साथीहरू एक सेट भएको छ यति बेला हामी बडा दशैं मेला 2082 को 11औं दिनमा रहेका छौँ भने आजको यो दोस्रो खेल चलिरहेको छ अन्डर 20 को विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना छ सबैजनालाई
कहाँदेखि हेर्दै हुनुहुन्छ हजुरहरूको अमूल्य कमेन्ट पनि राख्न नभुल्नु होला। एक सेट भएको छ है ल, एक सेट। फिनाली सेटमा कसले पो जित्ला नि त। वीरपुरीका खेलाडी साथीहरू यदि मेरो आवाज सुनिरहनु भएको छ भने यस स्टेजमा सम्पर्क राखिदिनु होला। निकेश केसी जित्छ होला सर तिलारले भन्नुभएको छ। हो त नि, एक सेट भएको छ, भन्न सक्ने स्थिति छैन है कसले पो जित्ला नि त भन्ने कुरो मूल्याङ्कन गर्न सक्ने स्थिति छैन। एकदमै प्रतिस्पर्धा। एक सेट भएको छ है ल। अब यो तेस्रो फिनाली सेट कसले पो जित्ला नि त हेर्न नछुटाउनु होला है ल। हामी यति बेला मल्लाजमा रहेका छौँ। तिलार एक सेट, घतान एक सेट, एक सेट। अब हेरौँ तेस्रो फिनाली सेटमा कसले पो बाजी मार्ला नि त। लक्ष्मणको सर्भिस थियो, अत्यन्तै शानदार स्पाइक राजेश नेपाली। 1-0 ल, 1-0 है ल। तेस्रो सेटको पहिलो अङ्क तिलारलाई। तिलार 1 छ भने घतान 0। घताले पनि आफ्नो खातामा 1 अङ्क जुटाउन सफल भएको छ। निकै नै उत्कृष्ट प्रहार तिलारका खेलाडी साथी जर्सी नम्बर 5 लगातार अङ्क जोड्दै। जोन गुरुङ नमस्ते। रुद्र बहादुर बरुवाल नमस्ते नमस्ते। 11 को 20 को के भयो? 11 को 20 एउटाले जितेछ, एउटाले हारेछ है क्या है। ओहो, U20 को 11 को गेम तपाईँले लाइभमा हेर्नु होला। मैले पनि बिर्सेँ, धेरै टिम भएको कारणले गर्दा। हजुरहरूले नमस्ते न्युजको युट्युब च्यानलमा गएर लाइभ हेर्न सक्नुहुनेछ है। दुई बराबरको स्थिति, एक सेट। अहिलेसम्म 1 अङ्क तलमाथि छैन, एकदम बराबर। 2-2 एक सेट, 2-2 बराबर। सर्भिसमा राजेश नेपाली। बल आउटको सङ्केत तिलारलाई नम्बर 4-2। तीन 4 3-4। सर्भिसमा जर्सी नम्बर 6 शुभम बस्नेत। होम बिडी नमस्ते। हिमाल चुनारी खोइ भन्दै हुनुहुन्छ। यता हुनुहुन्न हिमाल चुनारी। आर्थरमा आउन सक्नुहुन्छ है हिमाल चुनारी। किन भन्दा त्यहाँ
वडा स्तरीय खेलमा 2 जना बाहिरी खेलाडी पनि राष्ट्रिय खेलाडी पनि समावेश गर्न पाइने छ। प्राइज पनि 1,01,111 रहेको छ। लगातार अङ्क घटानलाई घटान 5 छ भने तिलहार 4। अत्यन्तै राम्रो यसलाई भन्छ उत्कृष्ट ब्लक घटानका खेलाडी साथीबाट घटान तालमेलमा निकै बलियो देखिएको छ। 4 अङ्क है 6 घटान भने 4 तिलहार। तर गल्ती गरेर पुगे अहिले भने घटानका खेलाडी साथी अङ्क दिएका छन् तिलहारलाई। हजुर घारा भवानी र रानी पौवा 6 खेलेको छैन है ल। ओके यति बेला भने अङ्क 5 छ। लगातार गल्ती गर्दैछन् तिलहारका खेलाडी साथीहरू। हालसम्म अङ्क तालिका 7 छ। घटान भने 5 तिलहार। उत्कृष्ट स्पाइक थियो यति बेला सलिन लामिछाने। सर्भिसमा जर्सी नम्बर 6 घटान शुभम बस्नेत। निकै राम्रो ब्लक तिलहारका खेलाडी साथी 6मा 1 अङ्क थप्दै 7 बनाएको छ तिलहार भने घटान पनि 7। 7 बराबर 1 सेट है ल। कसले पो बाजी मार्ला नि त। ओहो बराबर एकदमै कम्पिटिसन। आठ 7 1 अङ्कले अगाडि केवाइसी घटान। अङ्क 8-7 रहेको छ। तेस्रो फिनाली सेट है साथीहरू, तेस्रो फिनाली सेट। सातमा 1 अङ्क थप्दै 8 बनाएको छ तिलहार भने। सेमी फाइनल कति बेला हो भन्नुभएको छ। क्वार्टर फाइनल 8 बराबर। ओहो लाए 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 लामो र्याली बल हावामा शुभम सलिन लामिछाने बाबा बाबा ल लामो र्याली सलिन छन्। अब राजेश बाबा बाबा उत्कृष्ट पावरफुल स्पाइक राजेश नेपाली बाबा उदयमान शक्तिशाली प्रहार गर्दै तिलहारका खेलाडी साथी जर्सी नम्बर 6बाट अङ्क रहेको छ 9 तिलहार 8 घटान। यति बेला भने अङ्क 9 बराबर 9 इक्वल। राज नमस्ते। दुर्लुङको कति बेला हो भन्नुभएको छ। दुर्लुङको नि भइहाल्छ है। फाइनल कहिले हो? फाइनल भोलि, तर आज परोटको फाइनल आजै हुन्छ है ल। स्वयंसेवक साथीहरू बल निरन्तरमा राखिदिनु होला। अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 3 लिगेरी राम्रो स्पाइक तिलहारका खेलाडी साथीबाट 9मा 1 अङ्क थप्दै 10 बनाएको छ तिलहार भने घटान 9।
ल तिलार 10 भिरमुरीका खेलाडी साथी छिटोभन्दा छिटो यस स्टेजमा सम्पर्क राखिदिनु होला। ल अत्यन्तै शानदार स्पाइक जर्सी नम्बर 7 तिलारको तर्फबाट रोशन लामिछाने। रोशन एकदमै हाइटी हुनुहुन्छ है साथीहरू। ल हेरौँ त 11-9। ओहो नि कतै तिलारले नानु बनाउने त होइन। बल आउटको सङ्केत यति बेला भने अङ्क गल्ती 10-11 है ल। एक अङ्क मात्र अङ्क फरक छ है ल। बाबा अत्यन्तै शानदार स्पाइक तर थोरै बल आउट हुन पुग्यो। 11 बराबर 11 इक्वल एकदम बराबर छ है ल। राम्रो रिसिभ ल 11 बराबर। ओहो बाबा लामो र्याली यो हो नि खेल बाबा ल है त। ओहो नि बरै बलाउ तिलारलाई अङ्क। निकै राम्रो प्रयास थियो तर बल आउट हुन पुग्यो। यसको फाइदा तिलारलाई। तिलार 12 छ भने खतान 11। अत्यन्तै राम्रो प्रयास 12 बराबर 1-1 सेट होइन कति धेरै प्रतिस्पर्धा भएको। 12 बराबर 1-1 सेट। सर्भिसमा जर्सी नम्बर 10 घटानको तर्फबाट हुनुहुन्छ है दिप्सन बस्ने। दिप्सनको सर्भिस थियो। अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 4 को खेलाडी तिलारको तर्फबाट रोशन लामिछाने। 13-12 राउन्ड चेन्ज 14-12। अङ्क 13-12। चौध 12। ओहो नि बरै ल 2 अङ्कले तिलार अगाडि ल। पर्वतले जित्ला कि म्याग्दीले जित्ला त। अब उदयमान खेलाडीहरू पर्वतबाट उत्पन्न होलान् कि म्याग्दीबाट होलान् त हेर्न बाँकी नै छ। किन भन्दा यो अन्डर 20 को खेल चलिरहेको छ। 14-12। चौध 12 2 अङ्कले अगाडि तिलार। हामी यति बेला बडा दशैँ मेला 2082 जलजला 2, 3 र 4 को आयोजनामा भएको यो मेलाको आज 11औं दिनमा छौँ। पन्ध्र 12। ओहो नि बरै कतै तिलारले नानु बनाउने त होइन। ल 15-12। ओहो ल हेर त लकी बल बाबा ए राजेश नेपाली। लगातार अङ्क तिलारलाई। 16-12। यो फाइनल सेटमा 4 अङ्कको अग्रता लिइसकेको छ तिलार। यो सेट जसले आफ्नो हातमा पार्न सफल हुन्छ उनी क्वार्टर फाइनलमा पुग्नेछ। ल 16-12 है ल। हेलो 16-12 है ल। हेलो भन्नु त बिजी हो लाइभमा होला भन्नु न भन्नु। के भयो र हजुर
भोलि त आइन्छ नि भोलि भरे त भोलि आउनु भयो भने गर्नु के अरे नत्र अब के अन्त म फोन गरेर ल अन्त ल राखेको भए हुन्थ्यो के अरे नि त ल ल ल 18 कतै तिलार रानी बाबा हुन गइरहेको हुँदा दुवै टिमका खेलाडी साथीहरू स्टेज नजिकै आएर बस्दिनु होला। गोकुल बाग्दा छेलो कसले जित्यो भन्नुभएको छ ऊ अगाडि त्यो कोच लेखेको छ नि अमर पुनले जित्नु भएको छ है ल राष्ट्रिय रेफ्री अमर पुनले छेलो प्रतियोगितामा 15,000 चिरिप्प पार्नु भएको छ है 13-18 को स्थिति वीरू थापा नमस्ते अत्यन्तै सुन्दर तिलारका खेलाडी साथी जर्सी नम्बर 4 बाट जर्सी नम्बर 4 रोशन लामिछानेको पावरफुल स्पाइक एकदमै शानदार स्पाइक अङ्क 19-13 यति भएपछि तिलारले जित्ला आएको छ है साथीहरू हो करब जाप हो केवाइसी कता लक्ष्मण थिए सलिन ओहो ओहो लक्ष्मण छन् ल ल सलिन छन् सलिन लामिछाने उत्कृष्ट फिसिङ निकै नै राम्रो खेलाउ 20-13 तिलारका खेलाडी साथी जर्सी नम्बर 9 बाट 19 मा एक अङ्क थप्दै 20 बनाएको छ तिलार भने 13 गतान 20-13 ल है ल ल ल ल ओखो निकै नै राम्रो अत्यन्तै लगातार अङ्क दिलाउँदै तिलारका खेलाडी साथी जर्सी नम्बर 9 20 मा एक अङ्क थप्दै 21 बनाएको छ तिलार भने 13 गतान उत्कृष्ट स्पाइक यति बेला लक्ष्मण लामो समयको अन्तरालपछि घताले पनि 13 मा एक अङ्क थप्दै 14 बनाएको छ भने तिलार 21 सर्भिसमा जर्सी नम्बर 9 अमृतपुरी सर्भिस बल जारीमा यति बेला भने अङ्क 22-14 22-14 इन थर्ड सेट यति बेला सर्भिसमा जर्सी नम्बर 6 शुभम बस्नेत सलिन 9 नम्बरको सलिन हो क्या उत्कृष्ट स्पाइक ल सलिन छन् त्यहाँ ऊ सलिन लामिछाने शानदार स्पाइक 23-14 सरी 23-14 ल सलिनले एकदमै राम्रो खेल्नु भएको छ है ल कतै गण्डकी प्रदेशमा छिर्ने त होइन ल है 24-14 यति भएपछि तिलारले नानु बनाउने भयो है साथीहरू लक्ष्मण यति बेला भने 15-24 15-24 यसै गरी तिलारले जितेको छ है ल 15 को विरुद्ध 25 ल्याउँदै यो तेस्रो सेट भने 1 को विरुद्ध 2 सेटले तिलार विजय भएको छ यहाँलाई धेरै धेरै बधाई छ भने राम्रो खेल खेल्दा खेल्दै पनि घतानले हार बेहोर्नु परेको छ उहाँलाई पनि आगामी दिनको लागि हार्दिक शुभकामना ल जय खेलकुद जय भलिबल जय बडा दशैं मेला 2082 जलजला 2, 3 र 4 तिलारका खेलाडी साथी जर्सी नम्बर 9
सलिल लामिछानेको उत्कृष्ट खेल प्रदर्शन मूल्याङ्कन गर्दै रबिन जीसी र विशाल अधिकारी ज्यूबाट नगद रु 1000 प्रदान गरिने सूचना दिन चाहन्छु। उहाँलाई स्टेजमा आई सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। भलिबलै मन नपर्ने मान्छे झोलान फुलो लिएर आइज गाउँछ हिजो दौडेको बल्ल कमेरा लाग्छ क्या दौडेको पहिला सिरोदमले यता रामकुण्ड घटी चाहिए यार भाई अच्छा अच्छा पानी ला पानी बाबू ले आइए होइन त भने दो झाडे कहिले लाग्छ मैले हान्दियो रानी बोवा भर्सेस सिसिले मेरो बा यहाँ त काटेन अर्कोमा लाइन
बस्नुको लागि त्यही तरिका हेरेर भर्खर म खेल्दै गेम मिल्छ पैसा हाल्नै पर्दैन हामी हाल्छौँ भनेर हो भनेको हो त्यो देउरे जाने माथि जाने के घरे पनि माथि हेर न कस्तो रहेछ जाने आज त माथि जानु खोजेको यार आज हेर्नु यार उहाँ त भयो खतरा हो नि होइन आज पनि के भयो लागे उहाँ गएर बस्नु पाइन्छ आफूले अर्का त्यो त्यत्रो भत्ता दिनु त्योबाट आएको पो ल सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच है ल अब अर्को लाइभ लिएर उपस्थित हुने वाचा गर्दै अहिलेलाई यति नै थ्याङ्क यू सो मच लाइभ गर्ने नि खै तपाईँको ड्रेस गर्नु भन्नुपर्छ